स्ट्याटिक कुनवाला त्यो भन्नाले स्यालेरी सिट होइन स्यालेरी सिट स्टार्ट गर्न त हाल्छ नि स्टार्ट यहाँ EXCEL एक्सेल 2013 छ है फाइलमा जाऊ न्यू गरिदियो अफिसमा गएर न्यू नयाँ पेज यति आउँछ म्याक्सिमाइज गर्न त हाल्छ होइन अनि यहाँ लेख्ने चाहिँ सिरियल नम्बर एसियन त्यसपछि के छ लेखा नेम हो and AME POS post BASI basic SALARY त्यसपछि गस बोनस एनिवास बोनस TOTAL total SALAR कुन बाँकी छ टोटल स्यालेरी होइन त्यसपछि गएर ट्याक्स हो TAX त्यसपछि गएर नेट NET SALARY होइन स्यालेरी यसलाई बढाउनु त हाल्छ त्यही बढाउनु हुन्छ है माथिहरू आउँछ त्यही यत्रो तान्नुहुन्छ त्यसपछि गएर 1 नेम लेख्ने जस्तै RM पोस्ट EACHER लेख्दै बेसिक स्यालेरी पनि आफूले राख्ने जति राख्नुहुन्छ जस्तै यति छ भने चाहिँ बोनस इज कल्ड त्यहाँ लेखेको होला बेसिक स्यालेरीको %% हो अब D2 इन्टु कहाँ छ इन्टु जस्तै 25% भयो भने 25% 50/5 इन्टर हो यदि बोनस पायो त्यसपछि गएर यसमा टोटल एमाउन्ट कति भयो बोनसमा पनि बेसिक स्यालेरी यति पाउँछ भने बोनस आयो भने यो जोड्नु पर्यो हो इक्वल टु D2 प्लस E2 इन्टर गर्ने आइहाल्छ होइन ट्याक्स निकाल्नु त सिक्यो हिजो है ट्याक्स इक्वल टु चाहिँ टोटल स्यालेरीमा F2 इन्टु जस्तै 5% ट्याक्स लगायो भने 5% 5 हान्दै ट्याक्स इन्टर हो यति ट्याक्स दिएछ अब घटाउनु पर्यो ट्याक्स F2 माइनस G2 है G2 इन्टर गर्दा आइहाल्छ हो त्यसपछि गएर E1 माथि लेख्नु पर्यो भने त्यहाँ हिजो सिकाएको थियो E1 माथि गएर यतातिर आउँछ है लास्टमा हेरौँ राइट क्लिक इन्सर्ट गर्ने इन्सर्ट फेरि राइट क्लिक इन्सर्ट अब यो भित्र लेख्नु पर्यो भने यसलाई काट्न आइहाल्छ नि यतिको सिलेक्ट गर्दै मर्ज गर्नु पर्यो राइट क्लिक फर्मेट सेल खुलिरहेको छ है ठिक छ बनाऊ अहिले लाइन छैन त्यसपछि एरेन्जमेन्टमा क्लिक गर्नु है यसमा हो हिजो सिकाएको थिएँ मर्ज गर्ने ओके गरिदियो अब यो खाली ठाउँमा हो प्रिन्ट त्यसपछि गएर SALARY स्यालेरी SHEETC हो यसको फन्ट साइज त बढाउनु आइहाल्छ हिजो पनि बढाउनु बोल्ड गर्नु छ भने बढाउनु छ भने ग्रो
यतापट्टि क्लिक गरेँ सेन्टरमा आयो अब यसको कलर राख्नु भने कलर पनि राख्नु हुन्छ है यहाँदेखि हो जस्तो कलर राख्यो त्यस्तै जस्तै यहाँतिर कलर राख्नु पऱ्यो नि हो यति सिलेक्ट गरिदियो अब जस्तो कलर राख्यो त्यस्तै बोल्ड गर्नु छ भने बोल्ड बढाउनु छ भने बढाउनु हुन्छ है कलर चुज यसको लाइन मधुर छ भनेर सिलेक्ट गर्नुहुन्छ है किन सिकाएको थिएन राइट क्लिक फर्मेट सेल फिल बर्डर होइन एट आउट पनि इनसाइड पनि दुइटै ओके त्यसपछि फिल गर्नु पर्यो नि कलर जस्तो कलर आयो त्यस्तै हुन्छ नि त नि त्यसपछि भयो हो